कमरेड हरिहर यादव के आप मालार्पण करने जा रहा है। जैसे आप लोग देशका लागि र जनताका लागि काम गर्न सकिन्छ भन्ने कुराको एउटा जिउँदो प्रमाण पनि हो हरिहर यादव। हरिहर यादव जस्ता क्रान्तिकारी योद्धा, उहाँबाट शिक्षा लिने कुरा, उहाँबाट प्रेरणा लिने कुरा महत्त्वपूर्ण कुरा नै हो। वीर शहीद लाल सलाम, राष्ट्रपिता प्रचंड की जय, राष्ट्रपिता प्रचंड की। कमरेड हरिहर यादव के आप मालार्पण करने जा रहा है। जैसे आप लोग हरिहर यादव एउटा स्थापित र विशिष्ट नाम हो नेपालको कम्युनिस्ट आन्दोलनको, वामपन्थी र प्रगतिशील आन्दोलनको। उहाँले के साबित गर्नुभयो भने स्कुल कलेजमा नपढे पनि इमानदारीताका साथ र मेहनत गर्यो भने दर्शन शास्त्र जस्तो विषयलाई पनि राम्रोसँग बुझ्न सकिन्छ, व्याख्या गर्न सकिन्छ। सिद्धान्तका निकै ठूला कुराहरूलाई पनि सहज ढंगले आत्मसात गर्न सकिन्छ र जनताको पक्षमा लेख लेख्न पनि सकिन्छ, कविता लेख्न पनि सकिन्छ, खास गरी किसानहरूको पक्षमा भन्ने साबित गर्नुभयो। त्यहाँ हरिहर यादव एउटा मौलिक चिन्तन र विशेषता सहितको एउटा क्रान्तिकारी योद्धा हो। हामी सबैको अग्रज हो भन्ने कुरा प्रष्टै छ। मैले यहाँ बस्दै गर्दा अहिले हाम्रो नेपालको भाषा आयोगको अध्यक्ष हुनुहुन्छ यसै क्षेत्रका गोपाल ठाकुरजी, तपाईहरु सबैले यसै गाउँका गोपाल ठाकुरजी भाषा आयोगको अध्यक्ष हुनुहुन्छ। उहाँले भन्दै हुनुहुन्थ्यो म पनि हरिहर यादवकै शिष्य हो, उहाँकै प्रोडक्ट, उहाँले नै मलाई प्रशिक्षित गरेको हो र गोपाल ठाकुर जस्ता थुप्रै योद्धाहरूलाई प्रशिक्षित गर्ने नेता पनि हरिहर यादव हुनुहुन्थ्यो। स्कुली शिक्षा, एकाडेमिक ज्ञान या त्यस्तो सर्टिफिकेट नभए पनि देशका लागि र जनताका लागि काम गर्न सकिन्छ भन्ने कुराको एउटा जिउँदो प्रमाण पनि हो हरिहर यादव। उहाँले किसानहरूको पक्षमा, किसान हक हितका पक्षमा धेरै संघर्ष गर्नुभयो र आजीवन आफू त्यसको निम्ति समर्पित हुनुभयो। मैले अघि नै भने उहाँले त्यस्तो औपचारिक शिक्षामा नभए पनि जनताको पक्षमा, राष्ट्रका पक्षमा अत्यन्त राम्रा कविताहरू लेख्नुभयो, गीतहरू लेख्नुभयो। मलाई गोपाल ठाकुर भन्दै हुनुहुन्थ्यो म अलिअलि गीत लेख्ने भएको, कविता लेख्ने भएको पनि हरिहर यादवकै प्रेरणाले हो भनेर उहाँले भनेपछि मलाई लाग्छ यो भन्दा आधिकारिक र प्रामाणिक कुरा चाहिँ अरु हुन सक्दैन। म गोपाल ठाकुरजीलाई पनि हरिहर यादव प्रति तपाईको मनमा जो सम्मान छ त्यसको लागि तपाईलाई पनि धन्यवाद दिन चाहन्छु र तपाई यहाँ उपस्थित सबै कमरेडहरू र जनसमुदायलाई पनि तपाईहरुको हरिहर यादव प्रति रहेको माया सम्मानको निम्ति तपाईहरु सबैलाई पनि म धन्यवाद भन्न चाहन्छु, बधाई भन्न चाहन्छु। हरिहर यादव जस्ता क्रान्तिकारी योद्धा, उहाँबाट शिक्षा लिने कुरा, उहाँबाट प्रेरणा लिने कुरा महत्त्वपूर्ण कुरा नै हो। यो माल्यार्पण कार्यक्रम मार्फत हामीले फेरि चाहिँ देश र जनताको निम्ति सम्पूर्ण रूपले आफ्नो योगदान दिने हाम्रा अग्रजहरूलाई सम्मान गर्ने कार्यक्रम पनि
यो अभियानको एउटा महत्त्वपूर्ण कार्यक्रम हो। हामी अहिले समयको अलिकति दबावमै छौँ, त्यसकारण हामीले यो अभियान केका लागि चलाइराखेका छौँ भन्ने कुरा तपाईहरुले बुझ्नु भएकै छ। केही दिन अगाडि हामीले अभियानलाई केही दिन स्थगित गर्दा यहाँ तपाईहरुलाई 12 जिल्लाको साथीहरुलाई पनि जनतालाई पनि के हाम्रो ठाउँमा अभियान नआउने नै हो, नेताहरू नआउने नै हुन् भन्ने चिन्ता भएको हामीले थाहा पाएका थियौं। त्यहाँ मात्रै होइन, काठमाडौँमा पनि विभिन्न बुद्धिजीवीहरूले पनि यो अभियान त जारी राख्नु पर्यो। तराई मधेस जागरण अभियान, हुलाकी मार्गवाला अभियानले एउटा नयाँ चेतना, नयाँ सम्बन्ध हाम्रो पार्टी र जनताको बीचमा कायम भएको छ, एउटा नयाँ उभार पनि आएको छ भनेर अन्य पार्टीसँग सम्बन्धित बुद्धिजीवीहरूले पनि हामीलाई छिटो त्यसलाई जोड्नु पर्यो भन्ने सुझाव दिनुभयो। हामीलाई लागेको थियो 4-5 दिन खाली भएको हुनाले अब जाँदाखेरि जनतामा त्यही उत्साह रहन्छ कि रहँदैन भन्ने चिन्ता पनि थियो। तर हिजो सिमरामा हामी प्रवेश गर्ने बेलामा त्यहाँ गरिएको जबरजस्त स्वागत, त्यसमा जनताको उत्साह आज बिहानको अन्तर्क्रियामा देखियो। अर्पण कार्यक्रम अन्तर्गत तपाईहरु सबैले पनि गर्नुभएको अपेक्षा हामीले के भनेका छौं भने, एउटा त सिमरनगढ एरिया क्षेत्रलाई र खास गरी त्यो दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नको लागि हाम्रो पार्टीको तर्फबाट पहल गरिनेछ। यो विश्वास मैले बिहान पनि त्यहाँ व्यक्त गरेको छु। कम्तीमा पनि युनेस्कोमा औपचारिक ढंगले पत्र लेखेर यसलाई सम्पदा सूचीमा राखियो भने यहाँ आउने पर्यटकको संख्या पनि गुणात्मक ढंगले वृद्धि हुने र यस क्षेत्रका जनताको आर्थिक जीवनमा पनि एउटा ठूलो तरक्की हुने विश्वास हामीले लिएका छौं। त्यसैगरी यहाँ तामागढीदेखि सिमरनगढसम्मको बाटो यस क्षेत्रको जनताको आर्थिक क्रियाकलापको निम्ति महत्त्वपूर्ण बाटो हो भन्ने हामीलाई थाहा छ। त्यसलाई सम्पन्न गर्ने, त्यसलाई अपग्रेड गर्ने कुरामा पनि हाम्रो सहयोग हुन्छ। तपाईहरुलाई थाहा छ, फास्ट ट्र्याक छिटो भन्दा छिटो बनोस् भन्नको निम्ति मैले नै निजगढमा शिलान्यास गरेको र अहिले त्यो प्रक्रिया अगाडि बढेको छ। त्यो बाटो निर्माण भइसकेपछि सिंगै तराई मधेसको जनताको आर्थिक जीवनमा एउटा नयाँ योगदान त्यसले गर्नेछ। त्यसैगरी निजगढ अन्तर्राष्ट्रिय हवाई अड्डा बनाउने कुरा पटक पटक जमर्को त भएको छ, तर त्यसको निम्ति अझै सबै आधारहरू तयार भइसकेका छैन। हाम्रो जोड चाहिँ त्यो एयरपोर्ट बन्यो भने तराई मधेसका जनताको निम्ति हुलाकी मार्ग, फास्ट ट्र्याक काठमाडौँ निजगढको, अनि निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट, त्यसपछि यो हामीले नै निकै जोड गरेको, हाम्रो पार्टी सरकारमा भएको बेला जोड गरेको चाहिँ मरिन सुनकोशी डाइभर्सन, जसले तराई मधेसका किसानहरूको निम्ति सिंचाइको ठूलो अवस्था सृजना गर्न सक्छ, लाखौं किसानहरूलाई लाभान्वित हुने त्यो परियोजना। यी सबै परियोजना जोड्दा तराई मधेसको भविष्य उज्जवल छ। तर राज्यले हुलाकी मार्ग वरिपरि बस्ने जनतामाथि जहिले पनि विभेद चाहिँ गरेकै छ। हामीले यो पटक चाहिँ मधेसका जनतामाथिका केही विभेदको अन्त्यको निम्ति लडाईँ सुरु गरेका थियौं सरकारमा हुँदा। यहाँ अहिले मेरै प्रधानमन्त्रीत्व कालमा उप प्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारी लिनुभएका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ हुनुहुन्छ। हामीले मिटर ब्याज पीडितहरूको समस्यालाई गम्भीर रूपले लिएर ऐन बनाउने काम गर्यौं, संरचना बनाउने काम गर्यौं, मिटर ब्याज पीडितहरूलाई त्यसबाट मुक्त गर्ने अभियान सुरु गर्यौं। तर अहिले हामी सरकारबाट अलेगिएपछि त्यो काम अलि लथालिङ्ग पार्न खोजेको छ अहिलेको सरकारले।